ल यहाँ चाहिँ अब प्रॉफिट एन्ड लस हामीले चाहिँ आफ्नो नर्मल लाइफमा पनि के त युज भएकै कुरा हो है न। अब यहाँ चाहिँ यो फर्मुलाहरू चाहिँ हामीले आफैले बनाएको फर्मुलाहरू हो। यो फर्मुला चाहिँ रट्नु पर्दैन है, कसरी बन्यो यसको कन्सेप्ट बुझ्यो भने हुन्छ। ल यता हेर त, अब गेन र प्रॉफिट भनेको एउटै हो है। तपाईँ सिपी भनेको कस्ट प्राइस भनेको किनेको मूल्य है त। हामीले मानव उदाहरणको लागि तपाईँले चाहिँ 100 रुपिसमा चाहिँ एउटा चक्लेट किन्नुभयो है। एउटा कतिमा किन्नुभयो? 100 रुपिसमा भनेपछि यो चाहिँ के भयो त? किनेको मूल्य भनेको मतलब सिपी भयो है। सिपी 100 छ भने अब यसलाई चाहिँ तपाईँले आफ्नो साथीलाई चाहिँ 120 रुपियाँमा बेच्यो है। कतिमा बेच्यो? 120 रुपियाँमा बेच्यो भने अब यहाँनिर चाहिँ के भयो त? यो भनेको चाहिँ एसपी भयो है। अब सिपी भन्दा एसपी के भयो त? धेरै भयो। भनेको मतलब किनेको मूल्य भन्दा बेचेको मूल्य धेरै भयो भने के हुन्छ त? प्रॉफिट हुन्छ है। त्यही भएर प्रॉफिटको अर्थात् गेनको फर्मुला के भयो त? एसपी माइनस सिपी भयो। किन? प्रॉफिट हुनुलाई जहिले पनि एसपी धेरै हुनु पर्यो। के भन्दा? सिपी भन्दा एसपी धेरै भयो भने तब मात्र प्रॉफिट हुन्छ है। अनि अब लस है, ठ्याक्कै यसको चाहिँ उल्टो। अब लस हुनलाई के हुनु पर्यो त? हामीले कुनै सामान ल यो 100 मा किनेको चक्लेट चाहिँ यदि हामीले 90 रुपिसमा बेच्यौँ भने है, यता हेर त हामीले कतिमा किनेको थियौँ? 100 मा किनेको थियौँ। बेच्नु कतिमा पर्यो? 90 रुपियाँ। यहाँनिर के भयो? लस भयो है। 10 रुपियाँ घाटा सहेर चाहिँ कति रुपियाँ लस भयो? 10 रुपियाँ है। 10 रुपियाँ अनि कि 10 रुपिस चाहिँ लस सहेर चाहिँ बेच्नु पर्यो। अब यो अवस्थामा के भयो भन्दाखेरि चाहिँ सिपी भन्दा एसपी चाहिँ कम भयो अथवा एसपी भन्दा सिपी धेरै भयो। हामीले किनेको मूल्य भन्दा बेचेको मूल्य कम भइदियो, तब हामीलाई घाटा भयो। त्यही भएर लस इक्वल टु के हुन्छ त? सिपी माइनस एसपी हुन्छ। अथवा के हुन्छ त? किनेको मूल्यबाट बेचेको मूल्य घटायो भने घाटा आउँछ है। बेचेको मूल्यबाट किनेको मूल्य घटायो भने नाफा आउँछ। त त्यतिखेर के हुन्छ त? बेचेको मूल्य किनेको भन्दा धेरै हुन्छ। यहाँनिर के हुन्छ? बेचेको मूल्य किनेको भन्दा थोरै हुन्छ है। ल अब छ गेन पर्सेन्ट। यो थियो लस र गेन। अब छ गेन पर्सेन्ट अथवा प्रॉफिट पर्सेन्ट है। अब ल तपाईहरुले चाहिँ ल अब तपाईको 50 मार्क्सको के भयो त? एक्जाम भयो है। यसमा चाहिँ तपाईले लिनु भयो 20, 50 नम्बरमा 20 नम्बर मात्र आयो है। अब यो चाहिँ के भयो त? यति नम्बर आयो भन्यो, अब कति पर्सेन्ट लियो त भनेर निकाल्नलाई के गर्छौ त तिमीहरुले? अब हेर त 20 कतिमा 50 मार्क्सको पेपरमा 20 मात्र आयो है। कति आयो त? 20 मात्र आयो। अब कति पर्सेन्ट नम्बर ल्यायो भनेर सोध्यो भने हामीले यसलाई चाहिँ पर्सेन्टेजमा लानलाई इन्टु 100 गर्छौँ है। इन्टु 100 गऱ्यो भने यहाँ हेर त अब 50 ले यसलाई चाहिँ कति हुन्छ? 2 हुन्छ। कति पर्सेन्ट रहेछ त? 40% रहेछ है। अब यसरी नै हामीले यहाँनिर पनि के गरेको हो त? सिपीमा चाहिँ अथवा किनेको मूल्यमा के हुने भयो? नाफा पनि किनेकै मूल्यमा हुने हो, घाटा भए पनि किनेकै मूल्यमा हुने हो कि होइन भन त? त्यही भएर यहाँनिर गेन पर्सेन्ट र लस पर्सेन्ट निकाल्दाखेरि जहिले पनि डिनोमिनेटरमा के हुन्छ त? सिपी नै हुन्छ। दुईटैको सेम हुन्छ। किन? नाफा पनि किनेकै मूल्यमा हुने हो, घाटा भए पनि किनेकै मूल्यमा हुने हो है। अब त्यही भएर यहाँनिर के भयो त? गेन अमाउन्ट भनेको नाफा भएको छ भने कति नाफा भएको छ, कति रुपियाँ नाफा भएको छ त्यो चाहिँ केमा लेख्ने? न्युमिनेटरमा लेख्ने। अनि केमा हो त? त्यो भएको नाफा भएको केमा हो? सिपीमा हो अथवा किनेको मूल्यमै नाफा भएको अनि पर्सेन्टमा निकाल्नु भएकाले इन्टु 100 गर्ने। यति बुझ्यो? अनि यो चाहिँ अब गेन पर्सेन्ट आउँछ है यो फर्मुला युज गर्यो भने। अब लस पर्सेन्टको फर्मुला कसरी बन्यो भनेपछि कति रुपियाँ लस भयो? लस पनि केमा हुने भयो? सिपी हुने भयो। त्यही भएर लस अमाउन्ट डिभाइडेड बाई सिपी पर्सेन्टमा निकाल्नु पर्ने भएकाले इन्टु 100 गर्यौँ। बुझ्यौ? ल अब हेर त डिस्काउन्ट भने त बुझ्छ तिमीहरूले। जसरी इक्जाम्पलको लागि अब जसरी तिमीहरू चाहिँ ल कपडा खरिद गर्न चाहिँ मार्टमा गयौँ है। अनि त्यहाँ चाहिँ अब पसलमा गयौँ अथवा मार्टमा गयौँ, त्यहाँ चाहिँ पहिला पसलेले अथवा शपकिपरले के भन्छ त? हामीले चाहिँ ल यो प्यान्ट कतिको हो भनेपछि सोध्यो भने उसले चाहिँ एउटा मूल्य भन्छ है। किन? उसले त्यो मूल्य पहिल्यैदेखि के गरेको हुन्छ? अंकित गरेको हुन्छ। अथवा उसले के गरे हुन्छ? त्यसमा ट्याग, प्राइस ट्याग लगा हुन्छ है। कसैले चाहिँ त्यस स्टिकर बनाएर लगा हुन्छ, कसैले लेखा हुन्छ यसरी जसरी चाहिँ 500 को भनेर अथवा
1000 को भनेर त्यहाँ चाहिँ लेखेको हुन्छ है। त्यो चाहिँ के हो त एमपी हो अर्थात् मार्क प्राइस हो। अब डिस्काउन्ट हामीले के भन्छौँ यो त अलि महँगो भयो अलिकति डिस्काउन्ट मिलाएर दिनु भन्छौँ नि त। अब उसले डिस्काउन्ट ल 100 रुपियाँ डिस्काउन्ट दियौँ ल हुन्छ 100 रुपियाँ डिस्काउन्ट दियौँ। अब यो 1000 को थियो भने 900 मा लग भन्छ कि भन्दैन है। अब त्यो डिस्काउन्ट चाहिँ केमा दियो त उसले एमपी मा दियो अथवा मार्क प्राइस उसले जति सुरुमा मूल्य भनेको थियो त्यसमा पो डिस्काउन्ट दिएको हो नि त। 100 रुपियाँ त्यसमा डिस्काउन्ट दिएर हामीलाई कतिमा दियो 900 मा दियो है। त्यही भएर अब डिस्काउन्ट इक्वल के हुन्छ एमपी माइनस एसपी भनेको मतलब उसले भनेको मूल्य र हामीलाई दिएको मूल्य। उसले भनेको मूल्यबाट हामीलाई जतिमा बेच्यो उसले त्यति त्यो घटाइदियो भने कति रुपियाँ उसले डिस्काउन्ट दियो भन्ने आउँछ कि आउँदैन आउँछ है। अब यसरी नै अब चाहिँ हेर त डिस्काउन्ट पर्सेन्ट निकाल्ने। अब डिस्काउन्ट पर्सेन्ट कसरी निकाल्ने त हामीले लस पर्सेन्ट गेन पर्सेन्ट जसरी निकाल्यौँ त्यसरी नै डिस्काउन्ट पर्सेन्ट आयो। तर यहाँनिर ध्यान दिनुपर्ने कुरा के छ भनेपछि लस र गेन जहिले पनि कस्ट प्राइसमा हुन्छ यानि कि किनेको मूल्यमा हुन्छ भनेपछि डिस्काउन्ट चाहिँ जहिले पनि एमपी अर्थात् मार्क प्राइसमा दिइन्छ अथवा जुन मूल्य उसले मार्क गरेको थियो त्यसमा चाहिँ उसले के दिने हो त डिस्काउन्ट दिने हो। त्यही भएर के भयो त डिस्काउन्ट पर्सेन्ट इज इक्वल टु डिस्काउन्ट अमाउन्ट कति रुपियाँ डिस्काउन्ट दियो डिभाइडेड बाई एमपी इन्टु 100 हुन्छ। यो गर्दाखेरि डिस्काउन्ट पर्सेन्ट आउँछ। ल अब हेर त यहीँबाट अब हामीले थुप्रै फर्मुला बनाउन मिल्छ है। ल हेर त हामीले यहीँबाट धेरै फर्मुला बनाउन मिल्छ। अब गेन अमाउन्ट यहाँनिर चाहिँ के होला त यहाँ चाहिँ बिचमा चाहिँ के छ त इक्वल टु को साइन छ है। अब हामीले यहाँ चाहिँ क्रस मल्टिप्लाई गऱ्यो भने हेर त यहाँ चाहिँ 1 गरेर अहिले बुझ्नलाई है क्रस मल्टिप्लाई गऱ्यो भने गेन पर्सेन्ट इन्टु सिपी यहाँनिर अहिले लेखौँला गेन पर्सेन्ट इन्टु सिपी इज इक्वल टु गेन अमाउन्ट इन्टु 100 है। अब यसलाई चाहिँ हामीले गेन अमाउन्ट राख्नुपर्ने हो भने गेन पर्सेन्ट मल्टिप्लाई सिपी डिभाइडेड बाई 100 इज इक्वल टु गेन अमाउन्ट अथवा गेन अमाउन्ट इज इक्वल टु गेन पर्सेन्ट मल्टिप्लाई सिपी डिभाइडेड 100 गऱ्यो भने गेन अमाउन्ट आउँछ है। यसरी एउटा फर्मुला बने। यसरी नै अब हामीले लस अमाउन्टको फर्मुला पनि बनाउन सक्छौँ। अब यहीँनिर डिस्काउन्ट यहीँनिर दुईवटा फर्मुला अरू भन्छ है। डिस्काउन्ट दिएको अवस्थामा डिस्काउन्ट पनि दिएको छ एसपी पनि दिएको छ। अब एमपी निकाल भन्यो भने हामीले के गर्छौँ त एमपी इज इक्वल टु के भन्नौँला डिस्काउन्ट प्लस DISCOUNT डिस्काउन्ट प्लस एसपी। एसपी यता जाँदाखेरि प्लस होला डिस्काउन्ट प्लस एसपी। अब एमपी दिएको छ डिस्काउन्ट पनि दिएको छ एसपी निकाल भने के भन्ला होला अब यहाँनिर एमपी चाहिँ जहिले पनि के हुन्छ त डिस्काउन्टभन्दा बढी हुन्छ किनकि त्यो भनेको मार्क प्राइस हो। भनेपछि हामीले चाहिँ के गर्न सक्छौँ त एसपी निकाल भने एसपीलाई यतैपट्टि लाम त एसपीलाई यता लाम इज इक्वल टु एमपीलाई यहीँ रहन दिउँ अनि डिस्काउन्टलाई उठाएर यता लग्यौँ भने माइनस हुन्छ है डिस्काउन्ट। यो एउटा अर्को फर्मुला पनि भन्यो एसपी इज इक्वल टु एमपी माइनस डिस्काउन्ट। ल यता हेर त अब यही एउटा फर्मुलाबाट दुईवटा फर्मुलाहरू बन्यो। यहाँनिर पनि के हुन्छ त एमपी को फर्मुला पनि बन्छ डिस्काउन्ट अमाउन्टको फर्मुला पनि बन्छ। डिस्काउन्ट भनेको अङ्कित मूल्यबाट एसपी सेलिङ प्राइस घटायो भने डिस्काउन्ट आउँछ। अब यहाँनिर हामीले के त एमपी यहाँनिर छोडेर चाहिँ अब एसपीलाई यता लाग्यौँ भने डिस्काउन्ट प्लस यो चाहिँ के त इजिकलको उतापट्टि स्याल ल्याउँदाखेरि के हुन्छ प्लस हुन्छ है। अनि एउटा नयाँ फर्मुला हामीले बनाउन सक्यौँ। यसरी नै एसपी इजिकल एमपी माइनस डिस्काउन्ट कसरी भयो भन्दाखेरि यही फर्मुलाबाट हामी यो फर्मुला बनायो है। हेर त यहाँ चाहिँ एसपी यहाँनिर अहिले एसपीलाई यता ल्याउँ भनेपछि के हुन्छ प्लस हुन्छ एमपी यहाँनिर छ अनि डिस्काउन्टलाई उता गयो भने माइनस हुन्छ एसपी इज इक्वल टु एमपी माइनस डिस्काउन्ट भयो। बुझ्यो अब